साथीहरू एकैछिन राधिका दासीको बारेमा उहाँ बहिनीले के भन्दै हुनुहुन्छ के इन्डियाको 11 तल्लेको घर अथवा के हो यो बहिनीको कुरा सुन्नुहोस् एकैछिन यहाँ। 11 तल्लेको घर हेर्नु चाहनुहुन्छ? जुन चाहिँ अहिले विवादमा उठिरहेको छ नि, पानी ट्याङ्कीमा 11 तल्लेको घर छ भनेर, त्यो घर तपाईँहरू हेर्नु चाहनुहुन्छ? म देखाउन सक्छु नि त। र त्यो घर देखाउनुभन्दा पहिला चाहिँ म चाहिँ किन यो विवादमा यति साह्रो आफ्नो स्ट्रङली ओपिनियन राखिरहेको छु भन्ने कुरा पनि तपाईँहरूले त्यहीँबाट थाहा पाउनुहुन्छ। र त्योभन्दा पहिला चाहिँ आफ्नो सानो कमेन्टमा म आउँदैछु होइन। मेरो जुन चाहिँ पहिलाको भिडियोमा चाहिँ कमेन्ट आएको छ एक दुईवटा। त्यो चाहिँ के भन्दाखेरि माताजीले जवाब त दिनुभयो, तर अनुहारमा त्यो चमक थिएन अरे क्या। तपाईँहरूको अनुसार अनुहारमा चमक थिएन, हाँसो थिएन, नक्ली हाँसो, यस्तो यस्तो टाइपको कुरा गर्नुभएको छ। कुनै मान्छे आफ्नो मेहनतले आज यहाँदेखिको यहाँसम्म पुगेको छ भने आज जो पाए त्यही एरा उठेर त्यस्तो नराम्रो क्यारेक्टरमा दाग लाग्ने खालको होइन, त्यस्तो साह्रो आरोप लाउँछ भने चाहिँ मान्छेको अनुहारमा तपाईँहरूलाई हाँसो नै चाहिने अझै। आरोप पहिला एउटा कुरा चाहिँ बुझ्नुपर्छ, आरोप झुटो होस् साँचो होस् त्यही आरोपको भरमा नि धेरै कुराहरू निर्धारित हुन्छ क्या। आज एकजनाले आएर त्यस्तो आरोप लाउँदाखेरि 100जना उठेका छन् नि त, देखिराख्नु भएको छ। 100जनाले फेरि आफ्नो आवाज उठाउने मौका पाएको छन् होइन। र चरित्र हत्या भन्ने कुरा यस्तो हो कि एकपल्ट लागिसकेपछि त्यो आफूलाई थाहा छ नि होइन,